100 मा 79 वटा राम्रो काम गर्नुहोस् तर एउटा मात्रै गलत कामले त्यो 79 वटा राम्रो कामलाई ओझेलमा पारिदिन्छ भन्ने यो भनाइ अहिले ठ्याक्कै अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको हकमा लागू भएको छ। जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको देशलाई विगत 6 महिनाभित्र सही ट्र्याकमा ल्याएर धेरैले असम्भव ठानेको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर नेपालीको मन जित्न सफल भएकी कार्की सरकार हस्तान्तरण गरेर जाने बेला भने विवादमा मुछिएकी छिन्, जसको कारण हो हिजो बसेको मन्त्री परिषदको बैठक। हिजोको बैठकले दुईवटा निर्णय गर्यो, जसमा पहिलो हालका गृहमन्त्री ओम प्रकाश अर्याललाई राष्ट्रिय सभाको सदस्यमा नियुक्ति गराउन राष्ट्रपति समक्ष सिफारिस गर्ने, अनि अर्को भनेको प्रधानमन्त्री कार्कीको स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गर्ने। गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा पठाउने निर्णयको पनि आलोचना भइरहेको छ, तर यो भन्दा पनि स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने निर्णयको भने चौतर्फी आलोचना भइरहेको छ, जसमा स्वतन्त्र सांसद महावीर पुनलेखन प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति 100% गलत हो। आदर्श भाइ प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिलियोस् भन्नका खातिर त्यो पद नलिऊ। यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाइदेऊ। यस्तै किसिमको नातावाद, चाकरीवाद, कृपावाद, चाप्लुसीवादले पुराना दलहरू खत्तम भए। यही पाराले काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्। होशियार गर्ने म छु, यो नियुक्ति अब आउने सरकारले बुद्धि पुर्याएर गरोस्। यस्तै